आज हामी नेपालको एउटा एकदमै गम्भीर आर्थिक सङ्कटको बारेमा कुरा गर्दैछौँ, जसलाई ग्रे लिस्ट भनिन्छ। यो सूचीमा पर्नु भनेको देशको प्रतिष्ठा र अर्थतन्त्र दुवैका लागि ठूलो धक्का हो। अब यो सङ्कटबाट बाहिर निस्कन अर्थमन्त्रीले एउटा समाधान त अघि सारेका छन्, तर के त्यो साँच्चै काफी छ त? आउनुहोस् यसलाई गहिराईमा बुझ्ने कोसिस गरौँ। त्यसो भए सबैभन्दा ठूलो प्रश्न नै यही हो, आखिर नेपाल यो अन्तर्राष्ट्रिय आर्थिक निगरानीको दायरामा कसरी र किन पर्न गयो? यसको पछाडि के कारण छन् र यसले हाम्रो देशलाई कस्तो असर पार्छ? अब हामी यही खोतल्नेछौँ। आजको हाम्रो चर्चामा हामी सबैभन्दा पहिले यो ग्रे लिस्ट सङ्कट के हो भनेर बुझ्नेछौँ। त्यसपछि नेपाल किन यो सूचीमा पर्यो र अन्तर्राष्ट्रिय दबाव कस्तो छ भनेर हेर्नेछौँ। अनि अर्थमन्त्रीको समाधान, त्यसका चुनौतीहरू खेलाउँदै अन्त्यमा अब नेपालको बाटो कस्तो होला भनेर पनि विश्लेषण गर्नेछौँ। ल सुरु गरौँ पहिलो खण्डबाट, नेपालको ग्रे लिस्ट सङ्कट। आखिर यो आर्थिक निगरानीमा पर्नुको साँचो अर्थ के हो त? यो ग्रे लिस्टको सबै कुराको जडमा छ सम्पत्ति शुद्धिकरण, जसलाई हामी मनी लाउन्ड्रिङ पनि भन्छौँ। सोझो भाषामा भन्नुपर्दा यो भनेको कालो धनलाई, अर्थात् गैर कानुनी तरिकाले कमाएको पैसालाई विभिन्न माध्यमबाट घुमाएर सेतो बनाउने, मतलब वैध देखाउने प्रक्रिया हो। अब एफएटीएफ ग्रे लिस्ट भनेको चाहिँ के हो? यो एउटा अन्तर्राष्ट्रिय वाच लिस्ट हो जहाँ सम्पत्ति शुद्धिकरण रोक्न कमजोर कानुन वा कार्यान्वयन भएका देशहरूलाई राखिन्छ। यसलाई यसरी बुझौँ न, कुनै देशको वित्तीय रिपोर्ट कार्डमा अझै सुधार गर्नुपर्छ है भनेर लेखिदिएको जस्तै हो। अब लागौँ दोस्रो खण्डतर्फ। खासमा नेपाल यो सूचीमा पर्नुको कारण के हो त? यो सङ्कटको जरा कहाँ छ, त्यसलाई अलि केलाएर हेरौँ। यो घटनाक्रम हेरौँ है त। नेपाललाई विगतमा आधिकारिक रूपमै ग्रे लिस्टमा राखिएको थियो। अहिलेको अवस्था के छ भने नेपाल यो सूचीबाट बाहिर निस्कन निकै प्रयास गरिरहेको छ, तर अन्तर्राष्ट्रिय निकायहरूको कडा निगरानी भने भविष्यमा पनि जारी रहने देखिन्छ। खासमा तीनवटा मुख्य कारणहरू छन् जसले गर्दा नेपाल यो सूचीमा पर्न गयो। पहिलो, सम्पत्ति शुद्धिकरण जस्ता अपराधमा एकदमै फिट्लो अनुसन्धान हुनु। दोस्रो, दोषीलाई कारबाहीको दायरामा ल्याउन कमजोर अभियोजन हुनु। र तेस्रो, यस्ता आर्थिक अपराध रोक्न समग्र प्रणालीमा नै कमजोरी देखिनु। अब तेस्रो खण्डमा कुरा गरौँ अन्तर्राष्ट्रिय दबावको। खास गरी एफएटीएफ र एपीजी जस्ता संस्थाहरू नेपालले गरेको प्रगतिमा किन खुसी छैनन्? यो कुरा निकै गम्भीर छ। अर्थमन्त्रीले नै भन्नुभएको छ कि अन्तर्राष्ट्रिय प्रतिनिधिहरू नेपालले गरेको प्रगतिबाट सन्तुष्ट छैनन्। यसले के सङ्केत गर्छ भने हामीले देखाएका प्रयासहरू अझै पनि उनीहरूको मापदण्ड अनुसार पर्याप्त भएका छैनन्। अनि यो दबाब दिने संस्थाहरू को हुन् त? मुख्यतया दुईवटा छन्। एउटा फ्याटएफ अर्थात् फाइनेन्सियल एक्सन टास्क फोर्स, जसले विश्वव्यापी नियम बनाउँछ, र अर्को एपीजी अर्थात् एजिया पेसिफिक ग्रुप, जसले हाम्रो क्षेत्रमा ती नियमहरूको कार्यान्वयन हेर्छ। यिनै संस्थाहरूले अहिले नेपालको मूल्याङ्कन गरिरहेका छन्। ल, यति धेरै समस्याको कुरा भयो, अब समाधानतिर पनि हेरौँ। चौथो खण्डमा अर्थमन्त्री डाक्टर रामेश्वर खनालले यो सङ्कटबाट पार पाउन के उपाय सुझाउनु भएको छ? अर्थमन्त्री खनालले एकदमै स्पष्ट शब्दमा समाधानको बाटो देखाउनु भएको छ। उहाँले भन्नुभएको छ, नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सम्पत्ति शुद्धिकरण सम्बन्धी अपराधमा संलग्न व्यक्तिहरूको सम्पत्ति जफत गर्न ढिला गर्न नहुने। उहाँको यो भनाइले नै तत्काल कडा एक्सनको आवश्यकतालाई औल्याउँछ। उहाँको एक्सन प्लानलाई छोटकरीमा हेर्ने हो भने तीनवटा मुख्य कुरा छन्। 1. अनुसन्धानलाई एकदमै छिटो बनाउने। 2. वर्षौंदेखि अल्झिएका मुद्दाहरूलाई छिटोभन्दा छिटो टुङ्ग्याउने। र 3. सबैभन्दा महत्त्वपूर्ण, गैर कानुनी तरिकाले कमाएको सम्पत्ति तुरुन्तै जफत गर्ने। तर यो समाधान लागू गर्न त्यति सजिलो छैन, र यसको सबैभन्दा ठूलो तगारो हो प्रमाणको चुनौती। भनौँ न, भनाइ र गराइ बीचको ठूलो खाडल, जसले गर्दा प्रगति हुन सकेको छैन। यहाँ हेर्नुस् त, समस्याको जड यही छ। एकातिर अन्तर्राष्ट्रिय समुदाय छ जसले कारबाही गरेको ठोस प्रमाण खोजिरहेको छ, सम्पत्ति जफत गरेको सबुत हेर्न चाहन्छ र मुद्दा जितेको नतिजा हेर्न चाहन्छ। अर्कोतिर हाम्रो नेपालको अवस्था छ जहाँ प्रमाण जुटाउने गाह्रो छ, मुद्दाहरू टुङ्गोमा पुगेका छैनन् र कानुनी प्रक्रिया एकदमै ढिलो छ। अनि यो कुराहरू कसैले होइन, स्वयं अर्थमन्त्री खनालले नै स्वीकार्नु भएको छ कि अनुसन्धान गर्ने निकायहरूले एक्सन लिएको प्रमाण पेश गर्न सकेका छैनन्। यो स्वीकारोक्तिले नै देखाउँछ कि चुनौती कति ठूलो छ।
ल, यति सबै कुरा बुझिसकेपछि अब हाम्रो अन्तिम खण्डमा जाउँ। अब के हुन्छ त नेपालको अगाडिको बाटो कस्तो देखिन्छ? भनेपछि अबको मूल कुरा के हो भने नेपालले शब्दमा होइन काममा परिणाम देखाउनै पर्छ। सम्पत्ति शुद्धिकरण विरुद्धको लडाईँमा ठोस र देखिने खालको प्रगति गरेर अन्तर्राष्ट्रिय समुदायलाई देखाउनुको विकल्प छैन, किनकि समय हाम्रो पक्षमा छैन, एकदमै छिटो घर्किरहेको छ। अन्तमा एउटा ठूलो प्रश्न यही रहन्छ, के नेपालले समयमै यो गम्भीर चुनौतीलाई पार लगाउन सक्ला त? यसको जवाफ त अब नियामक निकायहरूले चाल्ने कदमले नै दिनेछ र त्यसमै हाम्रो देशको अन्तर्राष्ट्रिय साख पनि निर्भर छ।